आज मामा घरको दोस्रो दिन हिजो आयो बेलुका यो माथि डाँडानिर यहाँनिर छ म जन्मेको पनि त्यहाँनिर पर्छ उतापट्टि आहा यस्तो मजाको हाइट छ यहाँनिर हेलो आज मामा घरको दोस्रो दिन हिजो आयो बेलुका अहिले छौँ मामा घरको ठ्याक्कै अगाडि छु म अब यहाँनिरबाट यो घरी यहाँबाट यो पहिलाको पुरानो धेरै यादहरू छ यहाँनिर हामी यहाँ खेलेको बसेको रमाइलो गरेको सबै तर यो अहिले अब भूकम्पपछि चाहिँ सबै यहाँको डेकोरेसन सब चेन्ज भएछ सबै चेन्ज भएछ यहाँनिर जुनारको बोटहरू थियो यहाँ पुरै यो बारीमा पुरै सुन्तलै थियो अब अहिले छैन रहेछ यहाँ अब घरमा नबस्ने रहेछ सबै चेन्ज गाउँ आज दिवालीको पहिलो दिन आज दिवाली हुन्छ अब के हुन्छ हेरौँ राम्ररी बनाऊ राम्रो गर्दा थियो म तर म फोटो बसाउन कति रमाइलो यो उसको हो बाइकको
मस्टरको पनि मस्टरको बाइबलले दिनुहरू बाइबलले यता यता यो मस्टरको उता मस्टरको यता दिनु मस्टरको यता दियो यो पनि उता यो कुलको यता मिलाएको यो बायोको पैसा कहाँ गर्दा अब यहाँ एउटा है यो आन्टीले पठाउनु भएको होइन यो ऊ भनेर केही भन्नु भएन चढाउनु मात्रै भनेको कि बायोलाई दिनु फुललाई दियो फुललाई भेटियो तलबाट भनेको मन्दिरबाट चढाइ आन्टी बाहिर जानु भयो यतैबाट उँभो लाग्यो किन त्यो कलर निकालौँ अब डाँडा गाउँ जाने हो माथि यो अहिले जाने बेला के मालाहरू गराउनु ए यी वर्ष भयो माथि नजाने नजाने दिवाली अब हाम्रो हामीहरू सबै घुमेर घर घुमेर सबै उ भएर अब हाम्रोबाट घरबाट निस्केको अब एकैचोटि जाने त्यहाँ माथि गोलमेश्वर मन्दिरनिर त्यहाँनिर चाहिँ बोका काट्ने ओर्ने सबै त्यहाँनिर हुन्छ। अब बाँकी यो माथि डाँडानिर यहाँनिर छ। यो चाहिँ यहाँको गोलमेश्वर मन्दिर अलिकति उकालो छ थोरै। अब यहाँनिर चाहिँ हुने ठाउँ भयो कुल पूजा दिवाली। अनि हाम्रो गाउँहरू चाहिँ त्यहाँनिर पऱ्यो उतापट्टि पारिपट्टि गाउँ छ। म जन्मेको पनि त्यहाँनिर पर्छ उतापट्टि त्यो साइडमा पर्छ। अनि हाम्रो फुपू दिदीको घरहरू पनि त्यहीँ माथि छ।
अनि हाम्रो मामा घर यहाँनिर तलतिर मामा घरहरू अनि उतापट्टि सहर यो साइडमा अनि यो साइड चाहिँ नि यो साइड भिरकोट भन्छ यो साइड चाहिँ एकदमै राम्रो ठाउँ छ त्यहाँ पनि 5 वर्ष जंगल हिँड्यो 4-5 घण्टा अब पानी पायो ब्याक बोनपछि विकल्पको रूपमा आयो पानी अम्ला यसले अरु केही टिप्ने खाने पानी अम्ला चाहिँ यहाँको हेल्प पोस्ट अरे अनि त्यसपछि अर्को के छ यो गाउँ विकास समिति कि के पनि छ जस्तो लाग्यो त्यहाँनिर यहाँ लेखिरहेको छ यहाँ चाहिँ म अलिकति अगाडि जाँदैछु यहाँनिर चाहिँ के रहेछ हेर्नु पर्यो पहिला आउनु चाहिँ आएको हो यस्तो नि पाउँदो रहेछ कति यहाँ त गाउँमा आउँदाखेरिको छुट्टै फेरि रमाइलो छ शीतल हावा छ शीतल छ हावा फ्रेस आहा यस्तो मजाको हाइट छ यहाँनिर वाह
यो चाहिँ हामी आयौँ देवाली गर्ने ठाउँ घुमाएको घुमा ए यहाँ चाहिँ घुमाउनु पर्ने ए पागल भइसक्यो नि कहाँ त्यही त भिडियो यहाँ चाहिँ फेरि पसल पनि रहेछ फेरि ल यो चाहिँ भँगेरीको देवाली अघि थियौँ डाँडा गाउँको अहिले यो भँगेरीको दर्शन गरे दर्शन ए हस् भइहाल्छ दिदी त यस्तो हो चिन्नुको लागि जति बेला खिच्ने हुन्छ हेरी हो यहाँ बोगा काटेर ल है त एउटा फोटो खिचिदिन्छु म मम्मी आइसेन मम्मी पनि आइसेन भयो ल है त अहिले यो के गरेको
देवाली पनि सकियो अब यही नै हो अब यस पछाडि भनेको यो बोकाहरू लिएर जाने घर घरमा बनाउने खाने पर्या ल ऐसेलु टिप्न अनि ल हातमा देखाइछ त यहाँ कति हुँदो रहेछ ऐसेलु खै लु ऐसेलु देखाइछ नि हातमा छ कि छैन हो भइगयो त नि अनि बस ल ल ल ल ल ल खाइयो अब ल